नमस्ते यहाँहरू सम्पूर्णमा। आज चाहिँ म एक महिनाको ग्यापमा चाहिँ यहाँ बुद्धजिता माला चाहिँ मैले यो नयाँ जग्गामा रोपेको चाहिँ हेर्न आइरहेको छु। लगभग यो बिरुवाहरू चाहिँ 1 वर्ष बढी भइसकेको छ। 1 वर्ष बढी भएको बिरुवाहरू यो एकदमै ठुल्ठुलो भइसकेको छ है। अस्तिको भन्दा निकै ठुल्ठुलो भइसकेको छ। आजभोलि एकदमै बढ्ने सिजन पनि हो। यहाँ देख्न सक्नुहुन्छ यहाँ एकदम ठुलो भइसकेको छ। यहाँ देख्नुहुन्छ यसरी चाहिँ तपाईहरूले पनि एकदमै यो बढ्ने ठाउँमा चाहिँ यो बढ्नलाई टाइमै लाग्दैन। एकदमै राम्रो भएको छ। यहाँतिर मान्छे भन्दैन अग्लो अग्लो भइसकेको छ है। 1 वर्ष बढी भएको है, 2 वर्ष पुगेको छैन, 1 वर्ष बढी भएको। यहाँतिर देखाउनु होला। यहाँ चाहिँ लगभग 80 बोट जति छ यहाँ यो एरियामा पुरै बगाइन्छ नै। मैले चाहिँ यहाँ यसरी यहाँ यसरी यो चाहिँ यो मुखिएको चाहिँ यसरी सघाउने हुन्छ। यसरी स्पेसल यस्तो हुन्छ। मुना एकदम राम्रोसँग निस्केको हुन्छ। यहाँ टन्नै छ, यहाँ धेरै छ यहाँ चाहिँ लगभग 80 बोट भन्दा नि बढी नै छ यहाँ चाहिँ। बजार चाहिँ यो त भयो। यहाँबाट ट्याक्क यस्तो यस्तो हुन्छ। यसरी चाहिँ मुनाहरू धेरै निस्केको हुन्छ। यसरी यहाँ हेर्नु होला कतिवटा 1 2 3 4 5 6 7 8 9 वटै निस्किएको छ एउटै उसमा चाहिँ। हजुरहरू पनि समयमै यस्तै राम्रो क्वालिटीको बिरुवाहरू चाहिँ एकदम स्वस्थ बिरुवाहरू चाहिँ रोप्न चाहनुहुन्छ भने बिरुवाको लागि चाहिँ स्क्रिनमा दिएको नम्बर चाहिँ तपाईँहरूले डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुनेछ मलाई। विगत मैले यो 19 वर्ष अगाडिदेखि नै यो बुद्धजित बिरुवा चाहिँ निरन्तर रूपमा चाहिँ उत्पादन गर्दै दिँदै आएको छु तपाईँहरूलाई। सरी यो एरियामा टन्नै छ यहाँ चाहिँ। अलिकति यसलाई चाहिँ गोडमेल नपुगेर चाहिँ यस्तो भइरहेछ। गोडमेल पनि गर्नुपर्छ यसलाई। सरी एकदम ठुल्ठुलो भइसक्यो फेरि यसरी चाहिँ ठुल्ठुलो भइसकेको छ है।